अहिले यहाँ वडा नम्बर 16 पोखरा वडा नम्बर 16 स्थित द्वीप तल्लो द्वीपमा यो सिँचाइको बाँधमा आएको छु भने यहाँ सिँचाइको गेटमा यस्तो प्रकारको गेट यहाँ बोर्डहरू देखियो। यो सिँचाइले राखेको हो कि व्यक्तिगत यहाँ लाउरे तालिम गर्ने भाइहरू र ट्रेनिङ सेन्टरहरूले यो ट्रेनिङ मैदान प्रयोग गर्न मनाइ छ। अच्छा, एरिया यो साधनमा अनुरोध पनि लेखिया रहेछ। ल यो बाँध है, यो सेती नदीको बाँध हो भने यतापट्टि यहाँ यस्तो निगरानी भनेर लेखा रहेछ। यो कसले लेखा हो? यहाँ फेरि तपाईँको गोर्खा फिटनेस पोखरा सेन्टर ट्रेनिङ एरिया भनेर लेखा रहेछ। यो व्यक्तिको हो कि सिँचाइको मातात्मा हो कि यो के हो? यहाँ ठुलो छ सेतीको बाँध ड्याम रहेको छ भने यो सबै सेती सिँचाइको एरिया हो भने यहाँ चाहिँ यसरी ठाउँ ठाउँमा बोर्ड टाँसिएको छ। ल यो बोर्ड तपाईँले पढ्न सक्नुहुनेछ। यो बोर्डमा के लेखेको छ है, र यसो कुनै व्यक्तिको फाइदाको लागि यसरी सार्वजनिक जग्गामा यसरी ठाउँ ठाउँमा बोर्ड टाँसेर पब्लिकलाई धरि मानहानि हुने गरेर यसरी बोर्ड टाँसिएको छ। यसमा हाम्रो घोर आपत्ति छ। यसको छानबिन निष्पक्ष रूपले होस्। यो गोर्खा फिटनेस पोखरा नेपालको उत्कृष्ट आर्मी ट्रेनिङ सेन्टर भनेको रहेछ र तल यो ठुलो ग्राउन्ड रहेछ। यो ट्रेनिङ सेन्टरको ग्राउन्ड यो सिँचाइको मातामा रहेको जग्गा हो भन्ने हामीले बुझिन्छ। भनेपछि यो सरकारी जग्गा सर्वसाधारण जग्गा नै पर्यो र यस्तो सरकारी जग्गामा चाहिँ व्यक्तिगत फाइदा हुने गरेर यसरी भोग चलन गर्दा यसको नियम कानुन के होला, यसको सम्बन्धित छानबिन गरी यसको सत्य तथ्य अगाडि ल्याउन हार्दिक अनुरोध गरिन्छ। ल यो सिँचाइको ड्याम है, यो ठाउँ ठाउँमा बोर्ड टाँसेर यस्तो गरिएको छ है। ल तल चाहिँ ट्रेनिङ सेन्टरको ग्राउन्ड, यो सम्भवतः गोर्खा फिटनेसले नै बनाएको होला यो ग्राउन्ड। र यसरी ग्राउन्ड दिँदै गर्दा सरकारी जग्गा यसरी भोग चलन गर्दा नियम कानुन के हो, कति बजेटमा दिनुपर्ने हो, त्यसको भोग चलनको नियम कानुन के हो, त्यसमा अध्ययन गर्न र सत्य तथ्य अगाडि ल्याउन जरुरी देखिन्छ। यो वडा नम्बर 16 तल्लो द्वीप सेती नदी सेती सिँचाइ ड्याम है।